कस्तो धेरै गर्मी बढिरहेको छ साथीहरु। हिजो चाहिँ मौसम पानी पर्छ जस्तो छ आज। हेलो साथीहरु, तपाईहरुलाई नमस्कार। अघिको लेसन चाहिँ यति भयो। अहिले फेरि भाउजू आउनुभयो अनि यति केलाउनु भयो, हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ यति मम्मीले केलाइसक्नु भयो। यता यहाँ मेरो यहाँ यो खोस्टा यहाँ पनि छ अझै। यो भाउजूले केलाउनु भएको? यो हिजो मैले केलाको, यो अघि मैले केलाको। आफै हिजो भन्नुहुन्छ, आफै भन्नुहुन्छ। यहाँ अब यति बाँकी छ। ल मलाई हेर्नुहोस्। हिजो चाहिँ मौसम पानी पर्छ जस्तो छ, आज चाहिँ छैन, शीतल छ। आज हाम्रो एक्जाम भएको थियो नि त, त्यही भएर। हेर्न सक्नुहुन्छ। अब यति भन्दै बाई गाइस। अब बाँधिसकेको देखाउने नै छु। 2000 years later. ल है साथीहरु, लसुन केलाउने क्रम यहाँनिर लसुन अस्ति सबै केलाइ कुलाइ गरेर अब चाहिँ लसुन के बाँध्ने अनि अब थन्काउने काम है साथीहरु। यस्तै छ है। ल हेर्नुहोस् साथीहरु। Okay. गाइस यो प्रोसेस हेर्नु है। मैले चाहिँ यत्रो आफ्नो गिजा निकाली बोले, आफ्नो घाँटीको पुरै स्वर निकालेर, तर भोइस नै हराएछ। त्यही भएर यो भोइस ओभर हो। त्यही भएर यो बाटी नपल्टी है। त्यही भएर यो हेर्नु होला पुरै प्रक्रिया। ओके, झ्यासम्यासहरु यहाँनिर मुठा बाँधिरहेको छ। खतरनाक छ नि, पुरै खतरनाक छ है लसुन यसपालिको। हेर्नु त लसुनको पोटी। यो लसुन किन यो लसुनको एउटा पोटी किन भने मिल्छ, एउटा लसुन अझै फ्री, 3टा किन भने 3टा लसुन फ्री। यसरी डोरिन काट्नुपर्छ साथीहरु। दाँत मेरो त कच्चिया खुकुरी भन्दा कडा। यतातिर हेर्नुहोस्, यो चाहिँ यता यस्तो छ हाम्रो चाहिँ हात। ल है यो चाहिँ गोल्डन प्लान्ट्स हेर्नुहोस्। गाइस मैले चाहिँ यो गोल्डन प्लान्ट भनेर देखाएको, किनकि मलाई पहिला यस्तै लाग्थ्यो। अनि यो चाहिँ जमुनाको बोट अरे, रुख भन्दा पनि हुन्छ। त्यही भएर आँपको जस्तो अलिकति, आँपको भन्दा अलिकति कलिलो छ। अनि यहाँ चाहिँ सिस्नुले अस्ति मलाई धोका दिएर पोलेको थियो हातमा, अनि साथीहरू हाँस्थ्यो। अनि यहाँ मसला कता छ पक्ने गाइजहरू म देखाउँछु। यहाँ एउटा मसला छ पछाडि, असला मसला छ। अनि यहाँ हाम्रो घर पनि छ, हाम्रो घरको यो बारी हो, यसमा धेरै मसलाहरू छ। किन्नु हुने भए आउनु होला। ड्रागन फ्रुट पनि छ। ड्रागन फ्रुट एउटा किनेको चाहिँ सब्सक्राइबरहरूलाई 50 रुपियाँमा, अनि नसब्सक्राइबरहरूलाई 200 रुपियाँमा, अनि टाढाबाट आउनुभएकोलाई चाहिँ 150 रुपियाँमा है। अनि यो पोटी किन्नुभयो भने चाहिँ 3टा पोटी किन्नुभयो भने 3टा लसुन फ्री। यहाँ पोटी चाहिँ छ, यो चाहिँ राम्रै डेलिभर हुन्छ। अनि त्यसपछि एउटा पोटी लसुनको चाहिँ 200 रुपियाँ। तपाईहरु पनि किन्नुहुने भए आफ्नो एड्रेस भनिदिनु होला, ठाउँ कता बस्नुहुन्छ, अनि आफ्नो नम्बर पनि। अनि अब मम्मीले के भन्नुहुन्छ यो पनि सुन्न सक्नुहुन्छ गाइजहरू। म चाहिँ यहाँ पोटी देखाउँदैछु अनि मम्मी चाहिँ भन्दै हुन्छ। यो चाहिँ लसुनको पोटी। ल कस्तो राम्रो छ साथीहरु, हेर्नुहोस् त। आमा चिल्लो ब्युटिफुल पो छ त हो। ल हेर्नुहोस् त साथीहरु, एकदम राम्रो छ है लसुन। हेर्नुहोस्, मेहनत गर्यो भने सबै कुरा फल्छ साथीहरु। त्यही भएर हेर्नुहोस्, यस्तै छ है, यस्तै छ हैन। लसुन राम्रो फलो अनि ब्युटिफुल बनाएको। अनि मैले चाहिँ मारी लसुन बाँधेको हो। काम छैन नि त, यस्तै काम गरौँ बसो। काम पनि देखिँदैन, काम पनि केही गरे पनि हुँदैन।
गाह्रो पो छ त हो, गाह्रो पो छ त काम गरी खानु। पोटी एकदम नानीले देखाउँदैछ है, लसुनको पोटी ठुलो सानो खालको छ, त्यस्तो मसिनो पनि होइन, ठिकैको। ठुलो पनि छिटो फस्के हुँदो रहेछ, बरु अलिक सानो नै धेरै टाइम रहँदो रहेछ। लसुन चाहिँ यस्तो हुन्छ, यो चाहिँ पुरा है, म चाहिँ पुरा अल्छी लागिरहेछ, झ्याङस्याङ यता फ्याँकिदिने हो। यस्तै छ, बिजोग रमाइलोले बसिरहेको छु त्यहाँ म चाहिँ। अब कुखुरा पनि त्यता हेर्न पछाडि, ल है ल भन्दैछ पोथीले त्यहाँनिर मलाई। यहाँनिर म चाहिँ आफ्नै धुनमा दिएँ नि त, आज अल्छी लागिरहेको थियो अनि आफ्नै धुनमा। यस्तै छ है भिडियो चाहिँ साथीहरू, के गर्नु होइन। ल के गर्नु त, काम गरेर खानु पनि अल्छी, भात खानु पनि अल्छी लाग्छ हौ बेला बखत चाहिँ मलाई होइन। कस्तो अल्छी, जति काम हुँदैन उति धेरै मान्छेलाई अल्छी लाग्दो रहेछ है साथीहरू, हेर्न सक्नुहुन्छ। यस्तै छ होइन यतातिर यो। ड्रागन फ्रुट पनि अस्ति यहाँनिर भाँचियो, यता फ्याँकिरहेछ यो 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 यस्तै छ हो यो यतातिर। पुरै छोरीले खतरा पाराले दिँदैछ नि त, अनि म चाहिँ यहाँ लसुन केलाउन सक्नु आँटेको छु। छान्नु नि पर्छ, अघि फेरि त्यहाँनिर बाटोमा सुकाइरहेको सफारी आउँदै थियो, त्यसलाई नि काचक किचिक बनाइदिएछ हो साथीहरू। यस्तै छ भिडियोहरू चाहिँ। कस्तो लाग्छ तपाईँहरूले आफ्नै साथी सम्झेर चाहिँ सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। लसुन चाहिँ यसरी मजाले केलाएर राख्यो भने चाहिँ त्यस्तो फोहोर पनि देखिँदैन, राम्रो देखिन्छ नि त, हेर्नु पनि यसो राम्रो देखिन्छ। त्यही भएर सफा गरेर अब चाहिँ ल यस्तै छ भिडियो चाहिँ, स्किप नगरी हेरिदिनु होला है त। प्लेटमा लगाऊ है साथीहरू, आज चाहिँ लसुन बान्ने कार्यक्रम है। अब बान्ने आज चाहिँ थन्काउने कार्यक्रम, के कसले थन्काउनुपर्छ। अब पानी पनि पर्नु आँट्यो नि हो, होइन हौ, स्यालको बिहे हो। स्यालको बिहे हुन्छ। यहाँ घाम छ हेर्न सक्नुहुन्छ गाइजहरू। पहिला त यस्तो त पहाडमा त राखेर खान्थ्यो होइन, आजभोलि त 10 मिनटमा पो लगाउने थियो, मैले बिर्सेछु। अब फेरि भरे लगाउँछु। कस्तो गर्मी हो आज, पानी ठुलो पर्छ है। मुझे ऐसा लाग्ता है कस्तो धेरै गर्मी बढिरहेको छ साथीहरू होइन आज चाहिँ। अनि म चाहिँ लसुन चाहिँ आज चाहिँ थन्काउनु लागिरहेको छु। गर्मी छ हो होइन, पानी ठुलो पर्छ होला सायद। लसुन चाहिँ यहाँनिर छ होइन, अब बान्नु भनेको। मेरो मोबाइलले कस्तो धोका दिइरहेछ हो साथीहरू। One eternity later. ल है साथीहरू, अब चाहिँ होइन यहाँ लसुन चाहिँ पुरा केलाइसकेर रेडी बनाइरहेको छु, म देखाउँछु ल। यहाँ पुरा भाग छुट्याइराखेको छु नि त, हेर्नु त लसुन भाग छुट्याइरहेको छु, हेर्नुहोस् त साथीहरू लसुन। तर आज यो मेरो मोबाइलले निकै विराम लागेको छ हो। लसुन नै साथीहरू, लसुन यहाँ यो चाहिँ यसो पुड्की चुट्टेको
ल यसपालिको लसुन चाहिँ यस्तै भयो साथीहरू होइन। अब तपाईँहरूकोतिर कतिको फल्यो, मेरो घरको चाहिँ यति नै फल्यो है साथीहरू। ल के गर्दै हुनुहुन्छ? अब यो लसुन चाहिँ म अब यति नै हो भनेर देखाउन चाहिँ। ल साथीहरू के कस्तो लाग्यो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। लसुन लसुन है गाइजहरू यस्तै छ है। म चाहिँ अझै यतैतिर छु होइन। अघि केलाई कुलाई गरेँ लसुनहरू अनि सकेँ, अब थन्काएँ। अब म घरको काम अर्कै काम छ साथीहरू, त्यसैले म छुट्न चाहेँ। बाई बाई।